हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। आज चाहिँ हामी खोला खेल्न जाँदैछौँ। यो चाहिँ हो हेटौडाको बुद्ध चोक। हेटौडाको बुद्ध चोकबाट चाहिँ मेरो साथीले वेट गरिरहेको छ अनि म चाहिँ त्यो बाटो जाँदैछु। मलाई चाहिँ वेट गरिरहेको छ यहाँनिर आएर है, उनीहरूको आमा छोराले आएर वेट गरिरहेको छ। अनि म चाहिँ बाइकमा चढेँ अनि हामी चाहिँ खोलातर्फ जाँदैछौँ। अनि हामी सर गयौँ। यो चाहिँ भाटभटिनी, हेटौडाको भाटभटिनी है, चाहिँ चौकीटोलमा छ नि त। को हुनुहुन्छ हेटौडाबाट कमेन्ट गर्नु है त। अनि हामी चाहिँ भाटभटिनीबाट अनि सिधै सरर गयौँ है। यो के भन्छ अरे, हामी यहाँनिर खोला खेलिनेर आइपुग्यौँ। अनि यहाँबाट माथिबाट लोकेसन हेर्दैछौँ कि यहाँ जाने हो कि कहाँनिर जाने भने माथिबाट। अनि ठ्याक्कै हामी तल गयौँ, तर यो चाहिँ यो झोलुङ्गे पुलको मुनि। अनि हामी चाहिँ खोला हेर्न गयौँ। अनि तर होइन, सोचे जस्तो चाहिँ नाइ क्या, जस्तो चिसो पानी चाहिँ नाइ क्या, तातो नै थियो पानी चाहिँ। अनि गर्मी यस्तो बढ्या नि हेटौडामा, यसरी खेल्यौँ। तर पानी चाहिँ त्यस्तो साह्रो सफा थिएन, धमिलो नै थियो। मान्छेहरू धेरै खेलेर पनि होला सायद है, यति धेरै मान्छे कि। अनि यो चाहिँ मेरो साथी हो, अनि ऊ मस्त लाएर खेल्दा चाहिँ तातो है पानी त, त्यस्तो चिसो छैन भने उसको छोरो पनि खेल्दै हो है। अनि मजाले हामी खोला खेल्यौँ, मजाले 1-1.5 घन्टा जति मजाले खोला खेल्यौँ। अनि हामी फर्क्यौँ। थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज।